महिलाहरूले कसरी हस्तमैथुन गर्छन् आउनुहोस् यसबारेमा कुरा गरौँ। कुरा गर्नुभन्दा पहिले तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई लाइक शेयर र कमेन्ट गर्न नभुल्नु होला, जसको कारणले गर्दा मलाई थप यस्तै अरु भिडियो बनाउन प्रोत्साहन मिल्नेछ। आउनुहोस् अब महिलाहरूले कसरी हस्तमैथुन गर्छन् भन्ने विषयमा कुराकानी गरौँ, चियो चर्चा गरौँ। हाम्रो समाजमा महिलाहरूले हस्तमैथुन गर्दैनन्, पुरुषहरूले मात्रै गर्छन् भन्ने मान्यता छ। तर त्यस्तो हैन। पुरुषले मात्र हैन, महिलाहरूले पनि हस्तमैथुन गरेर यौन आनन्द लिने गर्दछन्। हस्तमैथुन गर्ने विभिन्न किसिमका तरिकाहरू हुन्छन्, फरक तरिका हुन्छन्। पुरुषको फरक हुन्छ भने महिलाको बेग्लै किसिमको हुन्छ। विशेष गरी त महिलाहरूले आफ्नो भङ्गागोरलाई यौनीलाई चलाएर दबाब दिएर नै यौन आनन्द लिने गरेको पाइन्छ। त्यसमाथि प्रमुख यौन आनन्द लिने हस्तमैथुन गर्ने प्रमुख माध्यम भनेको महिलाहरूको हात नै हो, हातको औँला। उनीहरूले आफ्नो यौनीमा औँला छिराएर घर्षण गराएर यौनी तलमाथि गराएर दबाब गराएर आनन्द लिने गर्छन्। उनीहरूले हस्तमैथुन गर्ने गर्छन्। र आजभोलि त अब विभिन्न साधनहरू पनि पाइन्छन्, कृत्रिम लिङ्गहरू पाइन्छन्। त्यो कृत्रिम लिङ्गहरूको प्रयोग गरेर यौनीमा छिराएर पनि यौन आनन्द लिने गर्छन्। त्यस्तै महिलाहरूले जस्तो भान्टाहरू भयो, अनि गाजरहरू भयो, अनि यस्तै नरम वस्तुहरू आफ्नो यौनाङ्गमा यौनीमा छिराएर पनि हस्तमैथुन गर्ने र आनन्द लिने गरेको पनि पाइन्छ। यसो गर्दा हस्तमैथुन गर्दा आफ्नो यौनीमा विभिन्न किसिमका साधनहरू छिराउँदा त्यो सफा, नरम र सुरक्षित हुनुपर्छ, जसले गर्दा यौनीमा इन्फेक्सन हुन सक्छ। त्यसरी गर्न सक्यो भने यौन आनन्द पनि लिन सकिन्छ। र महिलाहरूले विशेष गरेर यौन आनन्द लिने भनेकै हातको प्रयोग गरेर उसलाई आफ्नो भङ्गागोर अथवा यौनीलाई चलाएर दबाएर जसरी हुन्छ, उनीहरूले जसरी आनन्द लिन सकिन्छ त्यसरी नै उनीहरूले यौन आनन्द लिएर हस्तमैथुन गर्ने गर्दछन्। अब प्राकृतिक साथै लिङ्गहरू त अब किन्नुपर्छ, सबैको पहुँचमा नहुन सक्छ। त्यसैले महिलाहरूले विशेष गरेर आफ्नो हातको औँला छिराएर अथवा आफूलाई मनपर्ने चिजहरू यौनीमा छिराएर नै यौन आनन्द लिने गरेको पाइन्छ। उनीहरूले यौन आनन्द लिने गरेको पाइन्छ। र हस्तमैथुन गर्दा उनीहरूले आफ्नो स्तनहरूलाई माडेर हैन, अब यौनीहरूलाई चलाएर तलमाथि गराएर दबाएर कसरी हुन्छ, उनीहरूले यसरी आनन्द लिइरहेका हुन्छन्। यसरी महिलाहरूले पनि हस्तमैथुन गरेर आफ्नो आनन्द लिइरहेका हुन्छन्। भिडियो कस्तो लाग्यो लाइक शेयर कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनु होला।